राजनीतिमा नेपाली एक्ट्रेसहरू। जेएनजी आन्दोलनपछि नेपाल सरकारले यही फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनको तयारी गरेसँगै निर्वाचन आयोगमा धेरै नयाँ दलहरू दर्ता भइरहेका छन्। यसरी खोलिएका नयाँ पार्टीहरूमा विभिन्न क्षेत्रका व्यक्तिहरू सक्रिय भइरहेकोमा नेपाली सिने क्षेत्रका हस्तीहरू पनि सक्रिय भइरहेका छन्, जसमा मुख्यतः 3 जना अभिनेत्रीहरूको नाम आएको छ। नम्बर 1 निशा अधिकारी। गतिशील लोकतान्त्रिक पार्टीमा उनी केन्द्रीय सदस्य बनेकी छिन्। त्यस्तै दोस्रोमा रिमा विश्वकर्मा उज्यालो नेपाल पार्टीमा प्रस्तावित केन्द्रीय सदस्य हुन् भने तेस्रो नम्बरमा एलिजा गौतम सिंह जनादेश पार्टी नेपालकी उपाध्यक्ष नै बनेकी छिन् उनी। यी 3 मध्ये एलिजा गौतमले यसअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको भए पनि केही समयमा नै उनले पार्टी परित्याग गरेकी थिइन्। उनी बाहेक निशा र रिमा भने पहिलोचोटि राजनीतिमा सक्रिय हुन आँटेका हुन्। अहिले राजनीतिमा सक्रिय हुन आँटेका यी 3 अभिनेत्री बाहेक पनि यसअघि अभिनेत्री रेखा थापा पनि राजनीतिमा सक्रिय भएकी थिइन्, तर उनले राजनीतिबाट कुनै सफलता हात लाउन सकिनन्। त्यस्तै अर्की अभिनेत्री करिश्मा मानन्दर पनि जेएनजी आन्दोलनभन्दा अघिसम्म नेकपा एमाले पार्टीसँग आबद्ध थिइन्। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको क्रममा राज्यबाट युवाहरू मारिएको विरोधमा उनले एमाले पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। अब उनलाई राजनीतिमा रस मरेको उनी बताउने गर्दछिन्। यी बाहेक पनि जेएनजी आन्दोलनको क्रममा सडकमा नै उत्रेर प्रदर्शन गर्ने धेरै अभिनेत्रीहरू थिए। तीमध्ये 2 जना मात्रै दलमा आबद्ध भएको खबर आएको भए पनि अन्यले पनि राजनीतिक पार्टीमा सदस्यता लिन सक्ने सम्भावना छँदैछ। सडकमा उत्रेर प्रदर्शन गर्ने कलाकारहरूको बारेमा नेपाल आर्मीले तयार गरेको सूची भन्दै नेपाल प्रेस अनलाइनले सूची सार्वजनिक गरेको छ। सो सूचीमा भएका अभिनेत्रीहरूमा रिमा विश्वकर्मा लगायत 8 जना अभिनेत्रीहरूको नाम भेटिएको छ, जसमा वर्षा राउत, आँचल शर्मा, केकी अधिकारी, सञ्चिता लुइटेल, विमला केसी, श्रद्धा प्रसाई र आशिका तामाङ मुख्य रहेका छन्। त्यस्तै अभिनय बाहेक अन्य पेसाहरू जस्तो कि मोडलिङ र सोशल मिडिया इन्फ्लुएन्सर टिकटकरको रूपमा चर्चित रहेका महिला कलाकारहरूमा सञ्चिता शाही, दीपा शाही, इभा गिरी, सदिक्षा रेग्मी, समीक्षा बस्नेत, अनुपमा अर्थात् हटिनिटी, इष्टु कार्की, ओसिन सिटौला लगायतका कलाकारहरू सडकमा उत्रेर प्रदर्शनीमा साथ दिएका थिए। यसरी सडकमै उत्रेर साथ दिने बाहेक सडकमा नउत्रिने तर सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई समर्थन गर्ने अभिनेत्रीहरूमा रिचा शर्मा, प्रियङ्का कार्की आदि मुख्य रहेका छन्। यी अभिनेत्री र कलाकारहरू मध्ये राजनीतिक पार्टीमा को आबद्ध हुन्छन् त्यो त हेर्न बाँकी नै छ। सुकुम्बासी टोलमा हो सुकुम्बासी टोलमा हेर्नुस् त कत्रो ठुलो भ्यू टावर उभिएको मकैबारीमा हजुर मकैबारीमा। अहिले राजनीति गर्न कसिएका 3 अभिनेत्रीहरूको बारेमा छोटो चर्चा गरौं। नम्बर 1 मा एलिजा गौतम। पार्टीले चाहिँ कति सिट ल्याउला त यो चुनावमा? के छ साधारण बहुमत ल्याउँछ सजिलैसँग? यो कुरा क्वेशन नगरेको राम्रो, किन भन्नु न। नेपाली फिल्ममा अभिनेत्री भएर देखिए पनि फिल्ममा जम्न नसकेकी अभिनेत्री एलिजा गौतम मोडलिङमा भने सक्रिय नै रहेकी छिन्। त्यसको साथसाथै सामाजिक सञ्जालमा भाइरल हुनको लागि विभिन्न किसिमका स्ट्याटस पोस्ट गरिरहने गौतमको अर्को परिचय पत्रकार ऋषि धमलाकी श्रीमती हुनुको कारणले पनि उनको चर्चा परिचर्चा हुने गर्दछ। धमलाले पत्नीलाई अभिनेत्री बनाउनको लागि फिल्म अनुराग आफ्नै लगानीमा निर्माण गरेका थिए। मलाई ज्वरो आएको छ 103 डिग्री, तर पनि जनता जान्न चाहन्छन् कार्यक्रम सञ्चालन गर्ने जमर्को गरिरहेको छ। अनि एलिजाले यसअघि 2079 सालको माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्, तर उनको सो पार्टी सदस्यता आधा वर्ष पनि टिक्न सकेन। उनले 2080 सालको भदौमा पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्। अनि अहिले उनले गठन गरेको नयाँ पार्टीको नाम जनादेश पार्टी राखिएको छ भने सो पार्टीमा एलिजा उपाध्यक्ष छिन् भने पार्टीको अध्यक्षमा अधिवक्ता रमण कुमार कर्ण रहेका छन्। जनादेश पार्टीले 75 केन्द्रीय सदस्य सहितको पार्टी पदाधिकारीहरूको विवरण निर्वाचन आयोगमा दर्ताको लागि बुझाएको छ।
एरिजाले आफ्नो पार्टीले भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गरेर देशमा सुशासन कायम गर्नको लागि पार्टी खोलेको बताएकी छिन् भने यो भिडियो बनाउँदासम्म उनीहरूको पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न भने बाँकी नै रहेको छ। राम्रो ठाउँ दिउँला आउनु सबै जस्तो युवा चाहिन्छ हामीलाई, यति ह्यान्डसम, यति डाइनामिक, यति इन्टेलिजेन्ट, सबै कुरामा पर्फेक्ट मान्छे। अब दायाँ पायाँ नगइकन अरूको कुरा नसुनिकन डाइरेक्ट आउनुहोस्। तपाईँलाई एकदमै भव्यताका साथ म स्वागत गर्छु। त्यस्तै दोस्रो नम्बरमा रिमा विश्वकर्मा छिन्। अभिनेत्री रिमा केन्द्रीय सदस्य बनेर राजनीतिमा प्रवेश गर्न लागेको पार्टी हो उज्यालो नेपाल पार्टी। ऊर्जा मन्त्री कुलमान घिसिङले गठन गर्ने भनेको पार्टी उज्यालो नेपालमा कुलमान आफै भने संलग्न छैनन्। उनले आफू कुनै राजनीतिक दलसँग आबद्ध नभएको बताए पनि पार्टीका अधिकारीहरू भने कुलमानकै समर्थनमा पार्टी खोलेको दावी गर्दछन्। कतिपयले चुनाव अघि कुलमानले मन्त्री पदबाट राजीनामा दिएर पार्टी संगठनमा आबद्ध हुने दावी पनि गरेका छन्। तर यो हल्ला मात्रै हो। यस हल्लालाई पुष्टि हुने हिसाबले कुलमानले कुनै संकेतसम्म पनि दिएका छैनन्। कुलमान अहिले संलग्न नभए पनि रिमा भने केन्द्रीय सदस्यको रूपमा संलग्न भएकी छिन्। सुरुमा अभिनय र मोडलिङ क्षेत्रमा सक्रिय रहेकी रिमा विश्वकर्मा आजकल अभिनय भन्दा पनि रियालिटी शोहरूको सञ्चालकको रूपमा चर्चित रहेकी छिन्। रिमाले केही समय अगाडि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफू राजनीतिमा आउन सक्ने संकेत भने गरेकी थिइन् र उनले बारम्बार सामाजिक सञ्जालमा जेनजीहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गर्दै भिडियो सन्देशहरू पनि जारी गरिरहेकी हुन्छन्। केही समय अघि उनले लेखेकी थिइन् कि हामी नयाँ पुस्तालाई राजनीतिमा स्वीकार्न र नेतृत्वको जिम्मेवारी दिन तयार छौं त भनेर प्रश्न गर्दै। रिमाको दलले आयोगमा दर्ता हुनको लागि प्रमाणपत्र पाउन भने बाँकी नै छ। गत कार्तिक 26 गते बुधबार मात्रै रिमाको पार्टीले निर्वाचन आयोगमा बुझाएको 51 जना पदाधिकारीहरूको विवरणमा हस्ताक्षर गरेको खबर आएको हो। हामी सबैलाई थाहा छ यति बेला हाम्रो देश अत्यन्त संवेदनशील र निर्णायक घडीबाट गुज्रिरहेको छ। त्यसैले हामी सबैले संयमता धैर्यता अपनाउनु पनि जरुरी छ। यही मौका छोपेर मैले याद गरेको, यहाँहरूले पनि याद गर्नुभएको होला, केही साइबर सेनाहरू चाहिँ केही नाम बिनाका आइडीहरू, नकाबधारी आइडीहरूबाट चाहिँ तपाईँ हामी सबैको सामाजिक सञ्जालको अकाउन्टमा चाहिँ रिपिटेडली अपशब्द अनि कसरी हुन्छ हामी बिचमा फुट ल्याउनको लागि झोले भनेर हुन्छ कि राजावादी भनेर हुन्छ कि हैन, हामी बीच अविश्वास, दुश्मनी अनि शंका पैदा गराउन खोजी प्रयास गरिरहेका छन्। प्लिज स्मरण रहोस्, यहाँहरु भिडको पछि नराख्नु होला। उनीहरूको यो प्रयास भन्दा हाम्रो एकता मजबुत हुन अत्यन्त जरुरी छ। यस्तो संवेदनशील समयमा तपाईहरु आफ्नो समझले काम गर्नु होला, आफ्नो संस्कारलाई याद गर्नु होला। सामाजिक सञ्जालै भए पनि हामी सामाजिक सञ्जालबाटै सुरु भएको यो प्रोटेस्टलाई चाहिँ हामीले संस्कारी बनाउन पनि जरुरी छ। बिकज व्हाट आर वी लिभिङ बिहाइन्ड फर जेनेरेसन नेक्स्ट भन्ने पनि कुरा आउँछ। यति बेला हामी सबैले एउटा विश्वासमा अगाडि बढ्नुपर्छ कि यो प्रोटेस्टको लिड गरेर जेनजीको नेतृत्व बोकेर जसले हाम्रो बिहाफमा, हामी सबैको बिहाफमा देशलाई नयाँ नेतृत्व दिने प्रयास गरिरहनु भएको छ, उहाँहरू सबैले राष्ट्रकै हितका लागि र हामी सबैको हितमा नै डिसिजन लिएर आउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त रहौं र यस्ता अराजक तत्त्वहरूलाई बाइकआउट गरौं, नेग्लेक्ट गरौं, ब्लक गरौं प्लिज। त्यस्तै तेस्रो नम्बरमा अभिनेत्री छिन् निशा अधिकारी। निशा पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य भएर राजनीतिमा प्रवेश गरेकी हुन्। यो पार्टीलाई बुद्धयारका मालिक वीरेन्द्र बहादुर बस्नेतले गठन गरेका हुन्। यही कार्तिक 24 गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको यो पार्टीमा केन्द्रीय सदस्य बनेपछि निशाले आफूले अबको 10 वर्ष देशको लागि समर्पित गर्ने बताएकी छिन्। अभिनय क्षेत्रमा सक्रिय भए पनि खासमा राजनीति निशाको चासोको विषय हो। त्यसैले त निशाले स्नातक र स्नातकोत्तर अध्ययन पनि राजनीति शास्त्र विषयमा गरेकी छिन्। अहिले उनले द्वन्द्व र शान्ति विषयमा एमफिल गरिरहेको पनि बताएकी छिन्। इभेन्चुअली व्हाट आई रियलाइज्ड वाज पोलिटिकल कुराहरूलाई सल्भ गर्नलाई पोलिटिकल प्लेटफर्ममै हुनु पर्दो रहेछ। जति आफूले प्रयास गरे पनि, जति ट्राई गरे पनि नहुने रहेछ। बाहिरबाट कति रेज गर्नु सोशल इस्युजहरूमा हैन, आफूले बाहिरबाट आवाज भनेर मैले आई जोइन्ड। अनि सो मध्यमार्गी सेन्ट्रिस्ट पार्टी आइडियोलोजीको कुरा गरौँ हैन, सेन्ट्रिस्ट पार्टी अनि सेन्ट्रिस्टमा पनि चलायमान भनेर चाहिँ गतिशील, त्यहाँबाट नाम आएको हैन, गतिशील लोकतान्त्रिक पार्टी। यी त भए अहिले राजनीतिमा प्रवेश गर्दै गरेका अभिनेत्रीहरू।
यसअघि राजनीतिमा सक्रिय भएर सफल हुन नसकेका दुई चर्चित अभिनेत्रीहरू रेखा थापा र करिश्मा मानन्दरको पनि चर्चा गर्नु अहिले उपयुक्त हुन्छ। नेपाली सिने क्षेत्रको 1 नम्बरको अभिनेत्री भनेर चर्चित रहेकी रेखा थापाले आफ्नो अभिनय कार्यमा सुस्तता आउँदै गर्दा 2070 साल ताका उनी राजनीतिमा सक्रिय भएकी थिइन्। 2070 साल मङ्सिर 4 गते दोस्रो संविधान सभाको निर्वाचन हुनुभन्दा अघि मात्रै उनी 2070 सालको जेठमा नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेकी थिइन्। त्यसरी पार्टी प्रवेश गर्दै गर्दा उनलाई चुनावमा टिकट पाउने ठूलो आशा थियो, तर उनले चुनावमा टिकट भने पाउन सकिनन्। त्यसपछि उनलाई चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने चाह थियो, तर जब उनी बोर्ड अध्यक्ष पनि बन्न सफल भएनन् त्यसपछि भने उनलाई माओवादी पार्टीप्रति वितृष्णा बढ्न थाल्यो र उनले पार्टी ज्वाइन गरेको 3 वर्षमा सो पार्टीलाई परित्याग गरिन्। त्यसपछि 2073 सालको मङ्सिरमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा उनी 2078 सालमा महामन्त्री पदमा उठिन्, तर उनले जित्न सकिनन् अनि त्यसपछि 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा उनी मोरङ 3बाट उम्मेदवार पनि बनिन्, तर त्यसमा पनि उनी पराजित भएपछि पार्टीमा उनी त्यति सक्रिय देखिन्नन्। केही समय अघि उनी अमेरिका जाँदा पार्टीलाई खबर नगरेको भनेर पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक कार्यक्रममा नै गुनासो गरेका थिए। यसरी हेर्दा रेखा थापाको राजनीतिक यात्रामा पनि अब पूर्णविराम लागेको जस्तो संकेत देखिएको छ। मेरो न्वारानको नाम चाहिँ सूर्य कुमारी हो है। त्यही सूर्यले यो सोलर सिस्टमलाई धानेको छ, सूर्यले नेपाललाई धान्ने छ। हजुर, लाल सलाम। त्यस्तै अर्की चर्चित अभिनेत्री करिश्मा मानन्दर विक्रमसम्म 2076 सालमा डाक्टर बाबुराम भट्टराईले माओवादी पार्टी छोडेर नयाँ पार्टी नयाँ शक्ति घोषणा गरेपछि राजनीतिमा सक्रिय भएकी थिइन्। उनी सो पार्टीमा सक्रिय भएर नै लागेकी थिइन्, तर नयाँ शक्तिले भने पार्टीको रूपमा कुनै स्थान बनाउन सकेन। अनि 2078 सालमा करिश्माले सो पार्टी छोडेर नेकपा एमाले प्रवेश गरिन्। 2079 सालको चुनाव अघि एमाले पार्टी प्रवेश गरेकी करिश्मा मानन्दरलाई सो पार्टीले टिकट देला भन्ने आशा थियो, तर प्रतिनिधि सभामा उम्मेदवार बन्नको लागि टिकट नपाएपछि पनि उनी चुनाव प्रचारमा भने सक्रिय भएर लागेकी थिइन्। त्यसपछि पार्टी राजनीतिमा त्यति सक्रिय नभएकी करिश्मा मानन्दरको धैर्यता यही भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनपछि टुटेको थियो। सरकारी ज्यादतीका कारणले प्रदर्शनकारीहरूको ज्यान गएपछि उनले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्। यसपछि उनी राजनीतिमा सक्रिय नहुने संकेत पनि गरेकी छिन्। यसरी नेपाली राजनीतिमा अभिनेत्रीहरू त्यति सफल भएका छैनन्। यहीको स्थानीय बासिन्दा हो, म युवा हुँ, एउटा केही गर्ने हिम्मत लिएर एउटा निष्कलङ्क मान्छे पहिलो नयाँ अनुहार भयो राजनीतिक हिसाबले। त्यसकारण यहाँको आमा बुवा दाजुभाइ दिदी पनि सबैले अभिनेत्रीहरू मात्रै नभएर फिल्म क्षेत्रका अन्य कोही पनि राजनीतिमा लागेर सफल भएको इतिहास भने नेपालमा छैन। यस अवस्थामा अहिले राजनीतिमा होमिएका अभिनेत्रीहरू अपवाद बन्न सक्छन् होला त? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद। एउटै व्यक्तिहरूको 2-3वटा परिचय पत्र छ, नागरिकता छ, राष्ट्रिय परिचय पत्र छ, भोटर कार्डहरू पनि हुन्छ। तर यसपल्टलाई हामीले राष्ट्रिय परिचय पत्रलाई प्रयोग यो निर्वाचनमा त्यसको आधारमा चाहिँ भोटर लिस्टमा दर्ता गर्नलाई चाहिँ एउटा सरल भयो, किनभने सबै रेकर्ड त राष्ट्रिय परिचय पत्रमै हुन्छ। त्यो भएपछि व्यक्तिले गएर सबै कुरोको डाटा त दिइरहनु परेन, त्यसको नम्बर दिएपछि त अटोमेटिक त्यताबाट भोटर लिस्टमा जाने भयो। अब म सबैसँग महानुभावहरूसँग मतदाताहरूसँग म के गर्न अनुरोध गर्न चाहन्छु भने यहाँहरूले यसपल्ट निर्वाचनमा निर्धक्क भएर भाग लिए हुन्छ, किनभने सुरक्षाको प्रत्याभूति जुन गर्नुपर्ने हो त्यो सरकारले गर्छ, गरिरहेको पनि छ।